सम्पूर्णमा नमस्कार। म खेम तिमिल सिन्हा, लौरो अभियान गण्डकीको म प्रदेश संयोजक र यही 2082 साल पौष महिनाको 24 गते बिहिबारको दिन लौरो अभियान, स्वतन्त्र उम्मेदवार अभियान, जेएनजी अभियानको संयुक्त आयोजनामा गत निर्वाचनमा स्थानीय तह, प्रदेश तह र सङ्घमा आफ्नो उम्मेदवारी दिनुभएका लौरो अभियानका साथीहरू, स्वतन्त्र उम्मेदवार साथीहरू र जेएनजी जो चाहिँ अहिले हाम्रो यो आन्दोलन पश्चातको एउटा नयाँ राजनीतिक वृत्तमा एउटा स्थान पाइरहेको छ, जेएनजी समूहका सम्पूर्ण साथीहरूको चाहिँ विशेष भेला रहेको कारणले गर्दा पौष महिनाको 24 गते बिहिबारको दिन क्वालिटी ब्याङ्क्वेट काठमाडौँ बुद्धनगर काठमाडौँमा चाहिँ हाम्रो कार्यक्रम आयोजना हुँदैछ, बृहत राष्ट्रिय भेला। त्यो बृहत राष्ट्रिय भेलामा सम्पूर्ण साथीहरूको चाहिँ गरिमामय उपस्थितिको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै दिनको ठिक 3:30 बजे हाम्रो बृहत पत्रकार सम्मेलन पनि रहेको छ र त्यस कारणले गर्दाखेरि सम्पूर्ण पत्रकार साथीहरूलाई पनि बुद्ध नगरमा रहेको चाहिँ क्वालिटी ब्याङ्क्वेटमा आइदिनु हुन म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र यो दिनमा हामीले एउटा विशेष घोषणा गर्नेछौँ, विशेष कुराको घोषणा गर्नेछौँ र त्यो घोषणाले अब आउने राजनीतिमा एउटा पहली कदम चाल्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस कारणले गर्दा सम्पूर्ण साथीहरू, सम्पूर्ण स्वतन्त्र अभियान लिएर हिँड्नुहुने साथीहरू, अभियन्ता साथीहरू, लौरो अभियानका साथीहरू, जेएनजी साथीहरू, सम्पूर्ण साथीहरू एक डिक्का भएर अगाडि बढ्नुपर्ने बेला आइसकेको कारणले गर्दा निस्वार्थ रूपमा त्यस कार्यक्रममा चाहिँ उपस्थिति भइदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय राष्ट्रवाद।